She moves like a map with no borders. A whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never. Okay, so hey guys, what's up? It's me, hello, welcome back to my video. So guys, आज चाहिँ हामीहरु यस्तो घुम्न गइरा चक्क लाएर मशरूम हिल दाइ देखाउनु त ओखर टिपेर यहाँ फलफुलहरु किन्नै पर्दैन देखाइदिनु न फुटाएर देखाउनु भने पुरै चर्तीकला खुट्टाले हो फेरि यहाँ भुइँकै राम्रो छ तेगडा यो कुइएको आयो दाइ अर्को टिप्नु न ओखरको रुख मिस्टर पान्स सलाम चौधरी खन्ना सर यता हेर्दिनु न ब्लगमा फुटेज चाहिएन भने दाइ तपाईलाई मिस्टर पान भनेर भन्दिन ओइ दाइ मलाई टिप्नु न यसो पारामा हल्लाउनु न यार यो अब सब कुहिएको छ क्या यार दाइ सो गाइज हामीहरु चाहिँ अब लाग्यौं यात्रातिर हाम्रो के भन्छ कहाँ रे दाइ हामी जाने मशरूम हिल ब्लग बनाऊ भनेको यहाँ काण्ड भो नजर लाग्यो ट्राइपोडमा सस्ता ट्राइपोडमा भाच्यो गाइज यो चाहिँ यस्तो भयो ब्लग बनाऊँ भनेको यसको स्प्रिङ नै उड्यो अब हातले नै बनाउने ट्राइपोड भाडमा जाऊ सस्ता ट्राइपोड नेपालदेखि किन ल्याए होला मैले मेरो हातै काफी छ नि त ब्लग बनाउनलाई यसो खाजासाजा किनिसक्यौँ चिकन होइन पकाएको चिकन हो अनि यसमा चाहिँ बियरी एन्ड जुसहरू छ अनि चिप्स छ एउटा बाटो छैन रे लोकेसन नि थाहा छैन हामीलाई त आइफोनदेखि त ह्यान्डसम आउँदो रहेछु यार म यहाँ चाहिँ सुनेको थिएँ गाइज नेपालको भन्दा नि जादु टोना धेरै हुन्छ रे यता जान्दै लोकेसन देख रहे हैं ये लोग लोकेसन नि थाहा भएन क्या हामीलाई गुगलमा हेर्दै अब बाटै सिद्धिन्छ कि अगाडि जाँदा चाहिँ त्यस्तै होला फेरि बाटो छैन छ त्यहाँ बाटो त बाटो हस्पिटल यतै होइन त्यहाँ माथि बाटो थियो नि त अनि नेक्स्ट भिडियो हिलमा हुन्छ है अनि तर क्यामेरा राम्रो आएन यार अहिले के भयो आइफोन के बिग्रियो क्या मेरो के दाइ नेक्स्ट भिडियो छ हिलमा चस्मा एउटै मात्र भयो क्या मान्छे हुन्छ चिलमा दाइ हिरोलाई चस्माको जरुरत हुँदैन के नेक्स्ट भिडियो हिलमा मान्छे लास्टै ओकालो छ यार यो त हिँड्दै पसिना आउन लागिसक्यो चिसोको मौसममा ओइ त यहाँ हेर्नु न गाडी छ घरमा एउटा नेपालमा साइकल भए जस्तै अब एउटा केटी पटाएर यसो के भन्छ एउटा घर टक्क दाइजोमा एउटा घर एउटा गाडी मलाई चाहिँदैन घरमा छ यही बस्दिने हो म त है लोकल है बबुआ लोकल भागो त यार कुकुर अरे बाबा लोकल है रे लोकल झम्टिने बुझेन क्या नेपालीमा रोमानियनमा भन्नुपर्ने लोकल अनि बुझ्थ्यो होला हाम्रो नेपाल इन्डियाको कुकुरले चाहिँ बुझ्छ लोकल भन्दा चुपचाप हो हिँड्यो यार दाइ कहाँदेखि रे कहाँ देखि नै राखेन ऊ तलबाट दाइको सामान बोक्दा गाँठ फाटिसक्यो मेन लोकेसन चाहिँ दाइ अब माथि डाँडा देख्थ्यो पुरै भ्यू देखिन्छ कि ओरादिया सिटीको होइन गाई जस्तै छ तर दाइ यार भ्लग बनाउनु बिर्सेँ नि म आउँदैन के बोल्ने के नबोल्ने ऊ माथि पुग्ने हो ऊ तलबाट आएको त्यति हो भ्लगमा के भन्नु त्यति भन्नाएर ए गाइस थाकिसके हातमा हात भारी भइसक्यो यार आइफोनले चाहिँ अब माथि गएर भिडियो बनाउँछु गाइज थाकियो सो गाइज हामी फाइनली मशरूम हिल पुगिसक्यौँ तर मशरूम कहाँ छ के दाइ मशरूम हिल त हो तर मशरूम खै
यो चाहिँ टक्क लाएर रेस्टुरेन्ट रहेछ यता बवाल। यहाँदेखि भ्यू चाहिँ खत्तम छ फेरि यस्तो बवाल भ्यू देखाउँछु है गाइज। लुक बवाल छ यार। हामी बस्ने त कहाँ ऊ त्यहाँ त्यो टावरको उता हो, टावर देखिरहेको छ किन एउटा हो त्यो टावरमा हो। कहाँ गयो यार आउँदै सिधा भइरहेन ऊ त्यो टावर। आहा यो त बवाल छ दाइ पुरै फुल ओरादिया सिटी। सिरिरी हावा चलिरह यार। यहाँतिरको भ्यू देखाइदिउँ। ओहो चिसो हावा सिरिरी चलिरह। बवालै भ्यू यार। मसरुम कहाँ छ त अनि? मसरुम हिल भने मसरुमै छैन। बवाल छ यार दाइ बवाल ठाउँ। शनिबार चाहिँ घुम्ने हो हामी चाहिँ टक्क लाएर। जुम गरेर देखाऊँ के हो दाइ हाम्रो इलाका ठाउँमा। टावर कहाँ छ यार? जुमै हुँदैन रे सेल्फीमा यार। बवाल छ बवाल। जति हेऱ्यो नि त्यति भिडियो बनाउने मन लागिरह यार। कहाँदेखि रे दाइ यो? US? You like Romania? Yeah, beautiful. फोटो खिच्ने भने त यहाँ गाह्रो भइसक्यो यार। कपाल नै उडाइदिरह। कपाल चाहिँ आफै काटे हो गाइज मैले। कसरी खिच्ने यार दाइ कपालै बिग्रिरहेको छ। पोज हानिरहेको छु कपाल उडेर पुरै बिग्रिरहेको पोजै बिग्रिरहेको। This is Oradea। एकछिन फोटो सोटो खिचेर अनि उता राम्रो भ्यू छ त्यहाँ बस्ने ठाउँ छ ठ्याक्कै चौर जस्तो। त्यहाँ गएर मस्त खाने हो। यो खोइ कहाँ हो त्यो अरे मसरुम हिल खै थाहा भएन हामीलाई। यही ठिक छ गाइज। अब चाहिँ हामी टक्क लाएर खाने यहाँ बियर। म त फ्यान्टा खाने हो फ्यान्टा लभर हो नो बियर। अनि खाना यहाँ चिकन छ होल चिकन ग्रिल चिकन हो है दाइ। अनि यहाँ चिप्सहरू छ अनि बाँकी खानेकुराहरू ब्यागमा छ। ह्याप्पी स्याटरडे। खानेकुरो चाहिँ है अब सिन चाहिँ यस्तो छ हाम्रो बवाल बवाल छ एकदम। गाई यो खोलिदिनु त। एक हातमा मोबाइल छ फेरि। चस 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 चसो कि त्यस्तो नरक भनेन मुझियाको भाषा। नरक 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 चेस। भिडियो चालु भइरहेको छ हामी खाँदै गर्ने मासु। भुइँमा झार्नु लागिसक्यो। चिसो भइसक्यो। चिसो त चिसो भएको राम्रो छ है। और 30-29-30 रुपियाँको साथी चिनी आउँछ होइन त्यो सिङ्गेको बुढा हुलको बुढा किन्नु भने त्योभन्दा ठिकै छ। खाना याद खाने बेला नो भिडियो। यस्तो बवाल भ्यूमा बसेर खाइरह हो। ओइ दाइ ओ हेलो। भ्यू चाहिँ यस्तो छ गाइज। 10 चोटि देखाइदिउँ न बवाल। हाम्रो बुकारिस्टको केटाहरूले चाहिँ चराहरू कहाँ छ? चराहरू चराहरू कहाँ भागो भागो उल्टा देख्यो 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 देख्यो। हस् यस्तो छ गाइज।
कम्पनी पनि देखेँ त कम्पनी त उतै हो कहाँ हो रे दाइ यहाँतिर हो उतातिर हो कम्पनी अनि हाम्रो कम्पनी उतै होइन त्यो व्हाइट व्हाइट त्यहाँतिर गोल्दी अनि रुम चाहिँ उता हो हाम्रो त्यो इटा भट्टा जस्तो छ त्यही हो लाइट भयो हो यो बिल्डिङको यता साइडतिर हो यतातिर देख्न चाहिँ नजिक देखिरह दाइ तर मा ऊ हो नि त टाढा मजा गया मजा ही आ गया रे दाइ एउटा भिडियो बनाउनु न टिकटक एउटा दाइको ज्याकेट लगाइयो अब फोटोसुट भइसक्यो हाम्रो के भयो दाइ ब्याक फ्लिप हो टाउको ठोकिँदैन हेलो यहाँदेखि गर्दा त्यहाँदेखि गरेर माकोले हो नेपाली हो हेलो भिडियो राम्रै आएन दाइ के गर्ने भने सेल्फीमा जुम भइरहेको नि नत्र पान दाइले देखाइदिन्थेँ म ओइ दाइ जाम कहाँ एडभेन्चरमा कहाँ जाने भने यो के हो त दाइ यो एडभेन्चर होइन जाम न एडभेन्चर कहाँ जाने भने अब यस्तो कहाँ गइन्छ हामीहरू यो ज्याकेटमा फोटो खिचिदिनु नि दाइ यो ज्याकेटमा फोटो खिचिदिनु त ल अब चाहिँ टक्क लागि फोटोसुट हान्नु पर्यो फेसबुकतिर पोस्ट गर्न ओइ दाइ एडभेन्चर गर्ने भने बाटै छैन नेपाल भन्दा नि कुलकवाडा जस्तो देखिरह यो पछाडिको ब्याकग्राउन्ड देखिँदा त के हो पल्लो डाँडा जाने साँच्चै ऊ त्यो के छ अरे टावर भएको ठाउँ कसम ल लगाइ हामी चाहिँ उता जाने अब त्यो टावर भएको ठाउँमा आधी घण्टामा फेरि सम्पर्क थाहा छैन कताबाट जाने कसरी जाने तर यहाँ बाटो छैन बाटो छ छैन देखाउँछ ऊ त्यो टावरमा अहिले त्यहीँ गएर देखाउँला आधी घन्टा पछि तर बाटो कहाँ यहाँ हिँड्दै जाने कि यता यहाँदेखि जाऊँ न नत्र सिधै एडभेन्चर हुँदै एडभेन्चर गर्ने भने होइन नि बाटो किन जाने झाडी भएर जाऊँ न जङ्गल जाम रमाइलो भइरह यहाँ त रेस्टुरेन्टको बस्ने ठाउँ हो दाइ गाह्रो छ हो नि दाइ कुकुर छ दाइ ए कुकुर छ ओइ लोकल ओइ दाइ रोकिरहेको छ त अगाडि गएर अगाडि नै आउँछ त टोक्नै आउँछ जाम दाइ जाम हामी चाहिँ त्यहाँबाट आएको गाइस तलबाट त्यो कता उताबाट आएको जाम छिटो जाम के ठोक ओइ आयो ओइ भाइ लोकल जाम छिटो जाम गाइस मोबाइल राखौँ यो टोक्न आइरह एडभेन्चर हो हिँड्न मजा आइरह नि नजिक पुगिरहौँ दाइ कहाँ रे ऊ त्यहाँ डाँडा टावर भएको ठाउँमा टावरपुर अनि नामकरण गरिदिएछ यहाँ त खन्ना दाइले के गर्ने जाने कि नजाने दाइ त्यो त बवाल छ नि त्यहाँ पहाड आई लभ पहाड घर बनिरह मेरो घर
ओइ दाइ मेरो घर बनिरह है यता बुकारेस्टदेखि आउनु यता एउटा रुम छुट्टै राखिदिउँ ल म झ्याप चाहिँ भाइ नै गाइस नेपालमा नि दाइ यस्तो ठाउँमा बाटै पुग्या हुँदैन यतिको कलरफुल यतिको यहाँ यस्तो हरियाली येल्लो येल्लो कहाँ हुन्छ त नि हरियाली त हुन्छ क्यान्सिल हो त गाइज दाइ क्यान्सिल हो उता डाँडापारी जाने क्यान्सिल अब सिधै रुममा जाने हो रुममा बाटो चाहिँ क्या बवाल छ गाइज रमाइलो भइरह हामीलाई के भयो बाटो नभयो नि जाने हो यो बाटो ब्रेक लागिरहेको छैन दाइ कसम खै देखाउँछु ओइ 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 लडेर नि दाइ ब्रेक लागिरहेको छैन अब हामी चाहिँ घरतिरको यात्रा रुमतिरको यात्रा यता होइन हो फेरि माथि पुग्ने हो क्या हामी फोटो खिच्ने भ्यू भेट्टायो फोटो खिचौँ न त खिच्नु फोटो हो दाइ मोबाइल निकालेर जाम सो गाइज ब्लगको चाहिँ समाप्त गरौँ जस्तो लागिरहेको छ यति नै छ भिडियो राम्रो लाग्यो भने म पोस्ट गर्छु नत्र गर्दिनँ होला होइन दाइ भिडियो क्लिपहरू अलि राम्रो आएको छ अलि केही इन्ट्रेस्टिङ कुरा छ भने मात्रै म पोस्ट गर्ने हो जस्ट फर मेमोरीको लागि मात्रै हो यो भिडियो चाहिँ हामी रोमानियामा यस्तरी घुमेको थियौँ खन्ना दाइले यस्तरी घुमाएको थियो बुकारिस गइरहेको थियो यो मान्छे चाहिँ अब काम चेन्ज गरेर लास्ट डे दाइको चाहिँ हाम्रो चाहिँ यतै हो लास्ट दिन हो भाइहरूसँग अनि सुपान भाइ सलाम भाइ अनि यहाँ खन्ना भाइ म चाहिँ दादा हो सो गाइज ब्लगलाई समाप्त गरौँ एकदम नेपालीमा होइन नो इङ्ग्लिस डोन्ट टक इन इङ्ग्लिस बाई बाई गाइज लभ यु अल ब्लग हेरिदिनु होला मेरो साथीहरू त हेर्ने कोही हेर्दैन दाइ पुलामे साथीहरू यो चाहिँ ट्रान्सलेट गरेर सुन्नु होला के हो भनेर बाई बाई लभ यु